नमस्ते। मैडम हजुरको परिचय दिनु न। मेरो गुल्मी जिल्ला हजुर गुल्मी दरबार 4 बिरबास जिमी हो। नाम बताइदिनु हजुर। मेरो कमला गिलाङ हो। यहाँ के भएर आउनुभयो मैडम? मलाई पास पुरानो 6-7 वर्ष अघिको पास थियो। ए हजुर। आयुर्वेदिक दबाई कति खाएँ सन्चो भएन र त्यहाँबाट अहिले यो लेदर प्रविधि यो उसमा फेसबुकमा देखेर त्यहाँबाट यहाँ फलो गर्दा गर्दै आज आएर अपरेसन भयो। अपरेसन पनि भयो हैन? हजुर। लेजरै रोज्नु भयो हैन? लेजरको बारेमा केही बुझ्नु भएको थियो लेजरको बारेमा? दुखाइ पनि कम हुने फेरि घाउ ठुलो नहुने भन्ने त्यस्ती बुझेको थिएँ र आएको। चाँडो सन्चो हुने हैन? हजुर। सबै कुरा बुझेर आउनु भएको रहेछ हजुरले त हैन? मैले धेरै महिनादेखि चाहिँ अलि बुझेर आएको। यहाँ अन्त गएको बाँध्न पर्छ भन्नु थियो, त्यो बाँध्दाखेरि अलि उस हुने असहज हुने भएर लेजर प्रविधिमा आएको। यो कति पुरानो भन्नुभयो अरे? मेरो 6-7 वर्ष अगाडिको। 6-7 वर्ष अगाडिको रहेछ। हजुर। कस्तो समस्या आयो त यो पाइल्समा आफ्नो स्वास्थ्यमा? हजुर, मेरो दिशा गर्दा चाहिँ तल झर्ने, त्यसपछि उठ्दाखेरि माथि जाने हुन्थ्यो। हजुर। अहिले तेस्रो स्टेपमा पुगिसकेको रहेछ, त्यही भएर आएर गरेको। हजुर। अनि यहाँ डाक्टर साहब कस्तो लाग्यो त हजुरलाई? एकदम राम्रो, फरासिलो मिजासिलो हजुर लाग्यो, राम्रो लाग्यो। एकदम राम्रो कुरा। हजुर, राम्रोसँग बोल्ने। हजुर। राम्रो लाग्यो। राम्रो छ, सबैको राम्रो छ व्यवहार। यस्तो बिमार त अहिले धेरैलाई नै भएको देखिन्छ हैन? हजुर। उहाँहरुको लागि पनि भनिदिनुस् न, समयमा आइदिनु भने। सबैलाई त्यस्तो समस्या छ, पुरानो समस्या छ भने यहाँ आइदिनु होला, यहाँ आएर उपचार गर्नु होला, सहज हुने रहेछ। हजुर। अपरेसन पनि छिटै हुने रहेछ। हजुर। त्यही आउनु होला यहाँ, अन्त सन्चो नभएको भए भन्ने। हो। अनि यो भित्र कति टाइम लाग्यो म्याडम हजुरलाई? 20-25 मिनट जति लाग्यो होला। 20 मिनट 20-25 मिनट लाग्यो। हजुर। अनि आज घर फर्किन पाउनुहुन्छ कि न? आजै अब 2.5 घण्टापछि डिस्चार्ज हुन्छ। डिस्चार्ज हुन्छ। हजुर। हस् त म्याडम, हजुरले आफ्नो अनुभव सुनाइदिनु भयो, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद।